सो हेलो एन्ड नमस्ते दाजुभाइहरू के छ सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि एकदम फिट एन्ड फाइन छौँ सो आज चाहिँ जापानमा चाहिँ लास्ट डेट गर्नेछ सो आज हामी के गर्न गइरहेछौँ आज हामीले चाहिँ पोडकास्ट सुट गर्दैछौँ साथीहरू सो अनि हामीले चाहिँ फेरि हामी नेपालदेखि हामीले चाहिँ के भोग्यो होइन अनि जापानमा 2 वर्ष भइआएको अनि सोध्छु के गरियो त होइन यो टाइममा दुःख कति सुख कति कस्तो लाइफ हुन्छ भनेर सबै कुरा भन्नेछौँ हामी होइन हजुरहरू हेर्दै जानुहोस् यो हाम्रो फर्स्ट पोडकास्ट हो त्यसैको लागि सपोर्ट त धेरै चाहिन्छ त्यसैले लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला र मेरो नाम हो रोहन विश्वकर्मा र म चाहिँ मेरो घर नवलपरासी र मैले चाहिँ जापानिज भाषा पढ्न थालेको चाहिँ कहिलेबाट भन्दा साथीसँग म चितवन घुम्न गएको थिएँ होइन चितवन घुम्न गएको थिएँ साथीले कन्सल्टेन्सी जाउँ न त भनेर के रे त्यहाँ त्यतिखेर कन्सल्टेन्सी के भयो त्यो भन्दा घुम्न गएको मान्छे त्यो भाइरल घर हेर्न गएको भाइरल घर हेर्न जाँदाखेरि कन्सल्टेन्सी भाइरल थियो नि त फेरि जापान हो मान्छेले जापान भन्थे जाउँ न त्यसमा कन्सल्टेन्सी बुझिदिउँ न त भनेर एकैछिनमा त्यही फेरि टोयलेट पनि लाएको थिएँ कि टोयलेट लाएको थियो ठ्याक्कै अगाडि टोयलेट गरेर गएको हो सुरुमा त अनि जब टोयलेट गर्नुहुन्छ अनि भाषा के बुझेर आइदिउँ भनेर गएको होइन गयो मैले बुझेर नि आएको साथी चाहिँ के भने साथीले म त जान्छु होला यार साथी भन्यो अनि म पनि अनि ल ठिकै छ भनेर म त जान्ने यार यस्तो यस्तो भयो भनेर घर आइयो होइन भाइरल ठाउँ घुमेर घर आइयो घर आएर त एकछिनमा मनमा के आयो भन्दा होइन ठिक छ यार घर बस्नु भन्दा त भाषा पढेर भयो नि उहाँ गएर सेन्सीहरूको कुरा सुनेर के भन्दा उहाँ गएपछि त कमाइन्छ हल्का दुःख त हुन्छ तर कमाइन्छ यसो भन्ने आयो त्यतिखेर हो कमाउँछु होला यार म नि कमाउँछु नि भनेर अनि त्यसो भए साथीलाई फोन गरेँ ओ यार अब यस्तो गरौँ न त पढ्न जाउँ न त भने उसले चाहिँ तिहार पछि जाऊँ भने कि तिहार पछि जाउँ भन्यो अनि मैले त तिहार पछि ल ठिक छ भनेर तिहार आएको थिएँ कि ठ्याक्कै तिहार पछि हुन्छ त्यसो भए तिहार पछि जाउँ न त तिहार पछि मनाइन्छ यसो हुन्छ त्यो सिलसिलामा आयो आउँदा पढ्न थाल्यो पढेर अनि सो त्यही भयो अनि मेरो चाहिँ के भयो भने +2 अब यता पोखरातिर पढेँ होइन अब सानोमा बाल्यकाल दुःख सुख त्यो भइहाल्यो +2 पढेँ त्यसपछि मैले चाहिँ +2 साइन्स पढेँ हो अनि ब्याचलर चाहिँ आइटी गरेँ हो कि मैले खासमा चाहिँ अनि आइटी पढेँ होइन फर्स्ट सेमिस्टर 2 सेमिस्टर जस्तो पढेँ होइन अनि गएको फी हाल्ने टाइम भएको थियो त्यो बेला अनि 1,50,000 हालेको दाइले हालिदिनु भएको अनि त्यो टाइममा के भने केटाहरू सब अस्ट्रेलिया के सबजना अस्ट्रेलिया गयो होइन अनि मलाई के भने किन पढिरहनु त 3 वर्ष होइन बरु अस्ट्रेलिया गइदिउँ भनेर मैले छोडिदिएँ 1,50,000 तिरेको एक हप्ता छोडिदिएँ अनि ल्यापटप नि किनिदिनु भएको थियो दाइले लास्ट त्यही हो कि 1.5 लाख नि गयो होइन अनि ल्यापटप नि किनिदिनु भएको थियो दाइले त्यो टाइममा अनि त्यसपछि इक्जामकै बेला छोडिदिएँ कि मैले लास्टै उ भएको थियो अनि अस्ट्रेलिया एप्लाई नि गरेँ होइन अनि राम्रो पिटी पनि ठिकै भयो लास्टमा भिजा होइन अनि यो जापानिज ल्याङ्ग्वेज चाहिँ मलाई दाइले फोकस गरेर दाइले ल जा यो राम्रो हुन्छ अरे भनेर यत्तिकै हाउभाउमै आएर उ गरेँ होइन अनि त्यो त्यस्तै हुँदा हुँदै अब जापान आएर 2 वर्ष नि बितेको सो अब हाम्रो किरणको सुनाउ है त किरण सर किरण चाहिँ हाम्रो चाहिँ होइन भ्लगहरू चाहिँ फर्स्ट टाइम हो बाहिर चाहिँ लास्टै कमेडी मान्छे होइन अहिले हामी काम पनि सँगै गर्छौँ यो कुरा चाहिँ मैले फर्स्टमा भन्नु पर्यो तर भनेन हामीले सो सँगै काम गरेर चाहिँ हामी यहाँ भेटेको नेपालको केही चिन्जानी होइन कामबाटै हो गाइज अनि ऊ चाहिँ अब बाहिर चाहिँ लास्टै फनी टाइपको मान्छे हो अब यो क्यामेरामा चाहिँ हल्का भयो ल तिम्रो +2 चाहिँ कहाँबाट हो म +2 चाहिँ आफ्नै जन्मभूमि कहाँ हो जन्म सोलुखुम्बु हो ओए केटा हो ल सोलुखुम्बु यसो त्यहाँ सोलुखुम्बु यसो तपाईँहरूको गाउँमा पनि कसरी उ भयो उबाट इन्सपायर हुन सक्छ ल +2 सोलुखुम्बुमा गरे मैले +2 चाहिँ सोलुखुम्बुमा पढेँ अनि त्यसपछि ब्याचलरको सिलसिलामा काठमाडौँ रोजगारको सिलसिलामा काठमाडौँ आयो अनि ब्याचलर सँगसँगै काम पनि गर्न थाल्यो अभिषेक तिमी चाहिँ कति वर्ष भयो म बुढो भयो यार अलि 30 वर्ष लागिसक्यो भर्खरेको हो कि बुढो भइसक्यो कि 30 वर्ष बुढो हो तिमी बुढो भइसक्यो किरण कति भयो म त 21 पुगिसक्यो अच्छी हो कि केटाहरू तर तिमी कति भयो म नि 21 जेन्जी हामीले आन्दोलन गरौँ लिडरमा फेरि आएको कि हो कि दाइ दाइजु म त हामी त विदेशमा भएर नि जेन्जी आन्दोलनमा त सपोर्ट थिएन न सपोर्ट थियो है फेसबुक 23 वर्षको बुढो होला 23 को भने के म त तिमीहरु त्यस दाइ भने दाइ नै हो दाइ नै हो अनि ल केटा अब हैन के हो गर्लफ्रेन्ड हो कि छैन के हो 21 वर्ष अनि कहाँ उनी गर्लफ्रेन्ड रन्डो मलाई लाग्छ भर्जिन हो या भर्जिन यो त नभन्छ अनि ल के हो खास तिमीसँग भएको ट्यालेन्ट चाहिँ के छ रहेछ खुबी देखाइदिउ मेरो खुबी देखाउन मिल्दैन क्या हो के छ रहेछ छ हल्का फुल्का छ हल्का यस्तो सानोतिनो म मिमिक्री गर्छु म क्यारिकेचर गर्छु हैन
ल गर न। देखाइदेऊ नि त यसो देखाइदेऊ नि सुन्छौ को कसको यसो सुनाइदेऊ नि सुरुमा जय किसन बस्नेछको सुनाइदिन्छु ल ल ल हात्तिर भइसक्यो हामी। लेट्स गो केटाहरू होइन तिमीहरू होइन ओए बोलाएर होइन तिमीहरूले मलाई पोडकास्टमा बोल्नै थिएन क्या तिमीहरू केटाहरू होइन म तिमीहरू यस्तो गर्छु मलाई होइन एउटा मोटे मोटे छ होइन मेरो कन्टेन्ट बेचेर खान्छ कि त्यसले एउटा भयो नाइस यार त नाइस लभली यार एउटा यो भयो अनि अर्को चाहिँ फेरि कसको त शाहरुख खानको नि आउँछ नि ल मलाई हान्दै नि त शाहरुख खान त हान्नै पर्ने हुन्छ होइन ए दोस्तों ये दोस्तों आज हमारे पॉडकास्ट में ऐसे महान व्यक्ति बैठ रहे हो यो पनि अरूले हान्छ तर अन्त ठिकै छ। उसको हान्दिउँ न त ल हाम्रो कमेडीको नेपालको भन्छ नि यो के अरे मदन कृष्ण हरिवंश हरिवंश हान्छ अरे। हान्छ नि उसको ल। ए केटा हो म त मर्छु क्या हो नाइस ए म त यो पडकास्टमा आएको होइन म त आलुको तरकारी खान आएको त कहाँ पडकास्टमा बोलाएछ नाइस यार लभली हल्का फुल्का नर्मल हो त्यस्तो त खतरा हो यार तर हामी त खोपी यस्तै बलसल खेल्ने त्यस्तै हामी त अनि त्यो तपाईँहरू यो फुगोगामा कुरुमे बस्नुहुन्छ नि त्यसो यसो कमेन्ट गरेर म नि बल खेल्छु है भनिदिनु अनि ट्याक्क होइन सँगै हो खेलौँ यस्तो न। गेमहरू भइरहेको हुन्छ हजुरहरू यसो खेल्न चाहनुहुन्छ भने आउनु तर यस्तो हो हामी यो विदेशमा चाहिँ होइन नेपाली देख्दा पनि के आफ्नै कि फ्यामिली जस्तो फिल हुन्छ नि त होइन अनि काम पढाइ यताउता प्रेसर भइरहन्छ अनि हप्तामा 1 दिन 2 दिन खेल्दा चाहिँ लास्ट मजा आउँछ सँगै मिलेर खेलौँ ल होइन अनि त्यही हो त्यही नै हो। अनि के हो हाम्रो किरण के हो गर्लफ्रेन्ड छ छैन के हो खास गर्लफ्रेन्ड छैन यार छैन। अहिलेसम्म भर्दिनै भन्नु मलाई ओए तर यो त भन्न त मिल्दैन होइन त्यस्तै अहिले छैन मैले रगुती नभने झुर्ती नहोला नि अनि रियल हो सत्य। अहिलेसम्म छैन अब कोही आयो। बनाउने प्रोसेसमा चाहिँ कोही खाली छ भने कन्ट्याक्ट कन्ट्याक्ट तपाईँहरू होइन खास उसले चाहिँ खाना साना राम्रो पर्छ लुगा पनि धोइँदै हुन्छ फेरि हामीलाई कस्तो मिठो पारा हुन्छ अनि यसो तपाईँहरूलाई होइन यो चाहिन्छ नि अनि हामी कस्तो खालको केटी भयो भने चाहिँ होइन अलिक ए मदर ल उसले उसको सोध्नु पहिला त्यस्तो अब केटी चुज गर्दा पाउँदैन रहेछ तर नेपालको जनसङ्ख्या चाहिँ केटाको भन्दा केटीको चाहिँ पाएन है जस्तो पायो त्यस्तै केटी भन्दा नमिल्ने रहेछ भने त्यही भएर अब ठिकै हो कस्तो खालको भयो चाहिँ ट्याक्क गरिदिँदै कस्तो हाल चाहियो र भनेर कस्तो खाले के हो तिम्रो होइन मतलब अब सम्पत्तिवाला चाहियो फेस राम्रो चाहियो सम्पत्ति कस्तो भन न टक्क हेर्दाखेरि गालो के हो अनि हाम्रो रोहन चाहिँ के तर हो म त सिरियस भन्छु है म त रियल भन्छु केटी भने कस्तो हुन्छ भन्दा हट हुनुपर्छ क्या हट हट त आफ्नो ठाउँमा हुन्छ हुनु पर्यो तर उसले मेरो मनको कुरा र मैले उसको मनको कुरा बुझ्न हुनु पर्यो प्लस फ्यामिली राम्रोसँग घरबार धान्दी हुन्छ त्यो त धन सम्पत्ति त नो के सपोर्ट छ है त्यसको लागि यो भनेको एउटा मनको कुरा व्यक्त गरेको ठिकै छ यस्तो केटी हुन्छ भने चाहिँ कन्ट्याक्ट प्लिज के हो किरण अनि अब 2 वर्ष स्ट्रगल गरी होइन भाषाको लागि दुःख गरी के सोच्यो अब सिउसोको गरेर चाहिँ अब कति वर्ष जापान बस्ने के हो जापानै बस्ने नेपाल नफर्किने सोच्यो अब सिउसो गरेर जापान त धेरै बसाइ हुँदैन त्यही सिउसोको भएपछि लगभग 4-5 वर्ष धेरै बसाइ हुँदैन ठिकै हो अब लगभग 27-28 वर्षको उमेरमा नेपालै फर्काइ हुन्छ हामी अभिषेक सर चाहिँ कति वर्ष जति बस्नुहुन्छ म चाहिँ यस्तो भएको होइन अब नेपालमा पढ्दा पढ्दै यताउता गर्दा अब यतिकै साथी भएको सिलसिला त्यो टाइममा त्यो एज पनि त्यो थियो नि त होइन त्यो टाइममा आइहाल्यो होइन केटाहरूको सङ्गतले गर्दा नि यहाँ आएपछि अब 2 वर्ष दुःख गऱ्यो नि त होइन अनि त्यो गरेपछि एउटा के फिल आयो भने अल्छ अलि म्याच्योर त्यो आयो कि जापानले सिकायो कि रुलहरू त्यो सिकायो नि त अनि त्यो भएर चाहिँ ल हामीले दुःख गरेर यत्रो गरेपछि सिउसो गरेपछि एकचोटि चाहिँ जन्मदिने बाबालाई एकचोटि घुमाइदिउँ न त भन्ने सोचेछु कि मैले चाहिँ अब जापानको बसाइ भनेको धेरै हुन मेरो नि त्यही हो किरण जस्तै अब 30 देखि 35 हो होइन अब अहिले 23 भयो भने चाहिँ 7 वर्ष त्यही 10-35 सम्म होला कि बढी बसे यहाँ अब सकिन्न कि अर्काको देशमा होइन जति सोध्यो नि त्यही एकचोटि मेरो इच्छा भनेको चाहिँ के हो भने बाबालाई एकचोटि घुमाइदिउँ न त भन्छ त्यही हो अब के हो भने तिम्रो चाहिँ के छ अब सिउसोको गरेपछि कि बिएससी यति जापानी जान्ने विचार छ कि अब सिउसोको गरेर नेपाल फर्किने पायो भने त हान्छु हो क्या होइन यस्तो हो के हो भन्दाखेरि ठिकै छ अब गर्छु कति मिहिनेत गर्न सकिन्छ होइन 4-5 वर्ष वर्किङ लाइफ 4-5 वर्ष त्यही हो 28-29 वर्ष भइन्छ होला त्यतिखेरसम्म गर्छु र बाबालाई यसो जापान घुमाउनु भन्ने एउटा सपना त छ त्यो पनि पुरा हुन्छ होइन मिहिनेत गर्दै गर्छ त्यो आउँछ पुरा हुन्छ भनेर गर्ने हो नि त होइन गर्ने हो अब जिन्दगी चाहिँ के रहेछ व्हाट इज लाइफ लाइफ भनेको के रहेछ भन्दा बाउहरूले पनि भन्थे नि त जबसम्म तँलाई पढ्दैन त्यसैसम्म टर्दैन भन्थे अब जापान आइयो होइन आफूलाई पर्सी बल्ल बुझ्यो कि के रहेछ त्यो जिन्दगी मिहिनेत नगरसँग त्यो नबुझिने रहेछ होइन ल ठिकै छ जापान आएर बुझ्यो
बाउको दुःख भन्ने नि बुझ्यो नि त। अहिले त्यही जिन्दगी भनेको के रहेछ भन्दा एउटा मेहनत जबसम्म गरिरह्यो भने त्यसको सफलता हासिल हुन्छ होइन। त्यो आफूले जब हार मान्यो भने त्यो त्यो सफलता चाहिँ कहिले नि हुन्न। मलाई चाहिँ के लाग्छ भने होइन यस्तो अब लाइक आमाले चाहिँ त्यो हामी विदेशमा बेला चाहिँ छोडेर नजाओस्, म त घरको काम चाहिँ छोडेको फेरि होइन। अनि अब मलाई छोड्न पनि मम्मीलाई बोलायो भने कि मैले चाहिँ एयरपोर्टमा पहिल्यै रुल्दिनँ होइन। अनि कहाँ बोलाउनु अनि बाबाहरूले चाहिँ के सोध्छ मतलब त्यो हामीले चाहिँ अब अरूबाट बुझिन्छ यताउता पढ्यो पनि त यत्रो पढ्यो होइन अलिअलि नलेज जापानलाई पनि नेपाली पनि। बाउले चाहिँ मैले दुःख गर्छ यसले दुःख गर्नै पर्छ यसको लागि भने दुःख गर्नै पर्छ भन्ने सोध्छ अरे कि। बाउको त्यही माया हुन्छ माया बराबरै हुन्छ होला होइन तर अलिकति ऊ चाहिँ ल गर त जानै पर्छ भन्ने टाइपको हुन्छ कि होइन। अनि जिन्दगी मलाई चाहिँ के लाग्छ भने होइन हामी अब यहाँ आएर अब केही कुरो अझै पनि यहाँ जापानमा पनि कति मान्छे छ कि यहाँ डर लाग्छ गर्दिनँ भने होइन। मलाई चाहिँ च्यालेन्ज गरिदिउँ जस्तो लाग्छ कि के भने अब म फर्स्टमा एकचोटि बारमा पनि काम गरेँ ल्याङ्ग्वेज पनि त्यस्तो थिएन अहिले त भयो हल्का होइन आफ्नो लागि डिपेन्ड पनि भयो तर म आउने बित्तिकै टोकियो पनि गएको कि फेरि च्यालेन्ज गरिदिएँ क्या इङ्ग्लिस बोल्ने अनि त्यहाँको ट्रेन पनि के थाहा थिएन त्यो बेला नि गएँ। अनि मलाई चाहिँ के लाग्छ भने बारमा चाहिँ फोन हान्थेँ होइन यतिकै ल भयो भने चाहिँ नभयो भनेर गइदिएँ। मभन्दा जान्ने ल्याङ्ग्वेज भएको मान्छेहरू पनि थियो नि त होइन तर हाम्रो लक पनि चाहियो अनि ल गर्छु भनेर जोइन गरेँ होइन। अनि जिन्दगीमा चाहिँ तपाईँहरूले चाहिँ जे कुरा आए पनि ल एकचोटि गर्छु भने च्यालेन्ज गर्यो। लाइफ भनेको दुःख सुख यस्तै हो कि होइन एक दिन आज हामी खुसी छ अब भरे के भोलि के थाहा छैन कि लाइफ होइन त्यही अब मरिन्छ बाँचिन्छ अनि आज खुसी भइदिने हो भोलिको बालिने होइन तर त्यो भन्दा फेरि आजै गरिदिने त्यो पनि होइन हार मान्नु भयो नि एउटा कुरा मेन भनेको हार मान्नु भन ल हुन्छ गरिरहनु पर्यो कि मान्छे बाँचिरह्यो भोलि एक दिन हुन्छ होइन के हो त्यही होइन त लाइफ त्यही हो कि त्यति नै हो। मर्नु भन्दा अगाडि गरेर मर्नु भन्दा एउटा कि उ छ नि केटाहरूले यस्तो कि अब जन्मिँदाखेरि गरिब भएर मर्नु पाप होइन कि तर मर्दाखेरि गरिब हुनु चाहिँ त्यो चाहिँ पाप हो सम्पत्तिको नभए अनि ल अब अहिलेको ल विदेशको सिचुएसनमा चाहिँ अब हाम्रो यो पोडकास्ट लास्ट भयो ल एउटा अब हामीले तिमीहरूले पनि देखिरह होला होइन केटा मतलब नेपालबाट बाबामाले दुःख गरेर ऋण सम्पत्ति खाइ नपाई छोराछोरीले यहाँ जापान पठाउँछ होइन। अहिलेको जापानको न्युज चाहिँ के छ भने ल उताबाट अब लक परेको यङको बिहे भएर आए पनि यहाँ छुट्यो यो रिजन चाहिँ के जस्तो लाग्छ तिमीहरूलाई खास केटा? रिजन के भन्दा यहाँ फ्रिडम भयो क्या मान्छेलाई के भन्दा न घरकाल देख्ने भए होइन एउटा त्यो पनि भयो एउटा के भयो भन्दा घरको ऋणहरू पनि छ प्लस अब त्यो घरको ऋण तिर्न पैसा चाहियो केटा। अब यता आफूलाई जीवनको लागि आफ्नो लाइफ चलाउनु पर्यो नि त सपोर्ट पनि चाहियो त्यही भएर अनि हल्का माहौल त्यतिखेर बिग्रेको भन्न चाहन्छु कि म चाहिँ त्यही होइन त्यो म त फ्रिडमै भन्छु फ्रिडम मेन त फ्रिडम हो कि कति देखि हुन्छ होइन नराम्रो भन्छ अब हामीले होइन कति नेपाली चेलीहरू नराम्रो भन्ला तर यो एकदम गलत रियालिटी चाहिँ यही हो कि जापानमा अहिले भएको रियालिटी भनिदिन्छु त म चाहिँ होइन नेपालबाट आयो बोयफ्रेन्ड नेपालमा चाहिँ यहाँ अर्को केटासँग हिँडेको पनि देखेको छ बिहे भएको मान्छे बच्चा भएको यो चाहिँ अलिकति अब यस्तो हो अब ठिक छ त्यो अलि म्याच्योरहरूले बुझ्यो कि भएन तर बाबुआमाले कति दुःख गरेर गरेछ त्यो चाहिँ सम्झियो त्यो आफूले बुझ्दिनु पर्यो नि त है। कति न्युजहरू सुनेन यो गएको टोकियोको न्युज अस्तिको होइन बच्चा भएर अनि त्यो भयो त्यस्तो भयो नराम्रो हुन्छ। सो त्यही भएर तपाईँहरू पनि अहिले आएको सेन्पाहरूले काम लगाइदिन्छु भनेर यो चाहिँ सेन्पाहरूको पनि गलत युज गर्ने छ कि त्यो सेन्पाहरू नि अलिक भएन नि त। अनि हाकिनहरूबाट नि हेर केटा हाकिनहरूबाट नि न्युज आएकै आएन आज कति आयो आज नि हाकिनहरूले काम लगाइदिन्छु भनेर रुममा बोल्यो मेन सिजी रुममा हुन्छ इन्टरभ्यू रुममा हुन्छ भनेर उरा आउने त्यस्तो तर तपाईँ आफू गलत छैन भने चाहिँ कसैले केही गर्न नि सक्दैन जापानमा त्यो चाहिँ सम्झिनु पर्यो मलाई बाबुले बोलायो भनेर अनि म आफू गयो भने त आफू गलत हो। सो तपाईँहरूले यो कुरा चाहिँ अलिक सचेत रहनु होला यो कुरा चाहिँ न्युज चाहिँ एकदम यो चाहिँ लास्ट त्यो भएको छ सो आफ्नो केयर गर्नु होला फेरि हामीले देख्यौँ भने धेरै खिचेर भिडियो खिचिदिनु पर्ला। सो त्यही तपाईँहरूको लागि भने होला होइन आफ्नो हुन्छ त्यो प्राइभेट भन्ने कुरा छुट्टी हुन्छ तर बाबाआमाले कति दुःख गरेछ मेरो ब्याकग्राउन्ड के हो भन्ने कुरा चाहिँ सोच्नु पर्यो। नेपाली केटाहरूले पनि बुझ्नु पर्यो केटीले पनि त्यो केटाहरूले यहाँको सेन्पाहरूले पनि त्यो गरिदिनु पर्यो। अब यहाँ हुनु भएकोले नि यो आफूले बुझ्नु पर्यो र अब आउँदै गर्दै यो हाम्रो हेर्नु भयो नि भिडियो आउने विद्यार्थीहरू उहाँले नि सबै कुराहरू बुझेर आउनु पर्यो होइन सबै कुराहरू मिलाएर आउनु पर्यो कि। अनि अब चाहिँ जापानमा चाहिँ के पहिलाको जस्तै छैन गाइस जति जे भयो नि पहिलाको जस्तो छैन लास्टै भिजाको लागि लास्टै गाह्रो छ काम पनि पाउन लास्टै गाह्रो छ। मैले चाहिँ अब चाहिँ नेपालमै राम्रो गर्दै हुन्छ नआगे बेस्ट भन्न चाहन्छु फेरि कति कमेन्ट गर्छन् तर हामीले आफ्नो अनुभव भनेको त भोगाइ भनेको नि त होइन आफूले भोगाइ गर्यो यस्तो आफूले भएर त भन्यो होला नि त्यतिकै त भनिनु नि त हामीले त्यही भएर हजुरहरूले एकचोटि सोचेर आउनु होला
त्यति नै भन्न चाहन्छु अब त के भन्ने अब एक्स्ट्रा त गाइज होइन हाम्रो फर्स्ट भिडियो अब ऊ त अब हामीसँग उसले त बनाएर हो मैले पनि बनाएर हो तपाईँहरूले चिन्नुहुन्छ होला चिन्नु भएन अब चिन्नु होला होइन चिन्नु होला अनि ऊ पनि अब त्यो हल्का अड हामी पनि भयो उसलाई पनि अड भएको छ फर्स्ट भिडियो अनि तपाईँहरूले चाहिँ यसो हल्का सपोर्ट चाहिँ गर्नुपर्छ हामीलाई होइन धेरै केही गर्नु पर्दैन नेक्स्ट भिडियोबाट हामीले चाहिँ Like लाइक कमेन्ट सब्सक्राइब त हान्नै पर्छ चाहिँ हाम्रो गाइज त्यही हाम्रो नेक्स्टबाट चाहिँ हाम्रो नयाँ नयाँ कन्टेन्ट के छ जापानमा हामीले यस्तो भयो भने हामी यस्तो केसहरू बाहिरको नि जान्छौँ केसहरू सामु लिएर अरू केही बोल्ने छौँ किनभने हामी बोल्दियो भने उनीहरूले केही पाउँछ नि त एउटा सानो राहत भयो नि हुन्छ नि त्यो भएर तपाईँहरूले इफ हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छ भने सब्सक्राइब गरिदिनु होला माया देखाइदिनु होला ल गर्नुला तिमी नबोली बसी ल के बोल्दियौ नि त लास्टमा भन्नु त म त्यही सब्स्क्राइब भन्न चाहन्छु सब्सक्राइब सबैले माया गरिदिनु होला सब्सक्राइब र लाइक गरिदिनु नेक्स्ट भिडियो हाम्रो कमेडी आउनेवाला छ सो बाई बाई गाइस सी यू नेक्स्ट ब्लग बाई बाई बाई